वसन्तको खाताबाट 1 लाख रुपियाँ निकालेको कुरा म्यासेजबाट थाहा हुन्छ। अनि केशरीले आमालाई कसैलाई तिर्नुको थियो कि पहिले चेक पो दिएको थियो कि भनेर सोध्दै गर्दा आमाले मलाई थाहा छैन, बालाई सोध भन्न थाल्छिन्। अनि बालाई सोध्दै गर्दा मलाई पनि उसले आजभोलि यो आम्दानी खर्च यतात्यता केही पनि भन्दैन भनेर पर्खिए त म ब्याङ्कमा फोन गर्छु भनेर ब्याङ्कमा सोधेका थिए। कसले निकाल्यो भन्दै गर्दा वसन्तै आएर निकालेको थियो भनिसकेपछि त सबैजना अचम्म मान्छन्। वसन्तै गएर निकालेको थियो अरे त भनिसकेपछि अब कतै अब त्यहाँ जेलबाट छुट्ने बेलामा चाहिएर हो कि भनेर बक्नु है त म पुलिस चौकीमा फोन गर्छु भनेर केशरीले उता फोन लगाउन लागेकी थिइन्। अनि वसन्तलाई जिल्ला लगेको भनेको होइन भन्दै गर्दा वसन्तले तपाईँहरूलाई त्यहाँ नलान भनेको भएर नै यो सबै गरेको हो भनेर उनले चौकीमा फोन गरेकी थिइन्। वसन्त निर्दोष थियो, छुट्यो, जो अपराधी हो त्यो जेलमा परिसक्यो भनिदिइसकेपछि त वसन्त जेलबाट छुटेको अघि नै हो अरे। तर कहाँ गए त भनेर सबैजना चिन्ता गर्न थाल्छन्। वसन्त सिर्जनाकोमा गएको हो भन्ने कुरा पक्कै पनि केशरीले आशंका गरिसकिन् होला। यदि वसन्त र सिर्जना सधैँका लागि एक भयो भने केशरी एक्लै हुने त होइनन्। अब त झन् वसन्त र सिर्जना एक हुने बाटो पनि त छ नि। अनि फेरि यता केशरी पनि गर्भवती भएकी हुन् कि जस्तो पो लागेको छ त। यदि त्यस्तो हो रहेछ भने अब वसन्तले कसलाई साथ देलान्? के लाग्छ तपाईँलाई? फटाफट कमेन्ट गर्नुहोस् है।